सेप्टेम्बर 2025 मा बेरोजगारी र भ्रष्टाचार विरुद्धको आक्रोशले हजारौंलाई काठमाडौँको सडकमा उतार्यो। सरकारको दमनकारी कदमले 77 जनाको ज्यान लियो र कयौं सरकारी भवनहरूमा आगजनी भयो। त्यसको 6 महिनापछि मार्च 5, 2026 मा एउटै आम निर्वाचनले विगत 67 वर्षदेखि नेपालमा शासन गर्दै आएको राजनीतिक प्रणालीलाई ध्वस्त पारिदियो। 35 वर्षीय स्ट्रक्चरल इन्जिनियर र र्यापर बालेन शाह उक्त परिवर्तनबाट नेपालको इतिहासकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा उदाए। उनलाई संसदमा स्पष्ट बहुमत प्राप्त भयो। अबको मुख्य प्रश्न यो हो कि के उनको आक्रामक र जनप्रिय स्वभाव छिमेकी महाशक्ति राष्ट्रहरूको कूटनीतिक दबावमा टिकिरहन सक्ला? 2026 को निर्वाचन परिणाम। यो चार्टले 275 सदस्यीय संसदको वितरण देखाउँछ। नवगठित स्वतन्त्र समूह राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिट हासिल गर्यो। उनीहरूसँग अहिले 2/3 बहुमत छ, जबकि ऐतिहासिक रूपमा हावी हुँदै आएका नेपाली कांग्रेस र एमाले जस्ता दलहरू साना गुटहरूमा खुम्चिएका छन्। झापा क्षेत्र नम्बर 5 मा राजनीतिक प्रणालीका दिग्गज केपी शर्मा ओली बालेन शाहसँग 49,614 मतान्तरले पराजित भए। ओलीले 18,734 मत प्राप्त गर्दा शाहले 68,348 मत पाए, जुन नेपालको संसदीय इतिहासमा कुनै पनि उम्मेदवारले पाएको सबैभन्दा ठूलो मतान्तर हो। संसदको यो परिवर्तनले नयाँ सरकारलाई 1950 देखिको देशमा नियन्त्रण जमाउँदै आएका दलहरूको सहमति बिना नै ठूला सांविधानिक परिवर्तनहरू गर्ने अधिकार दिएको छ, मेयरदेखि प्रधानमन्त्रीसम्म। सन् 2022 मा उनले परम्परागत पार्टी संयन्त्रलाई पन्छाएर स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको मेयर पद जितेका थिए। मेयर हुँदा उनले शहरका सम्भ्रान्त वर्गको स्वामित्वमा रहेका अवैध संरचनाहरू भत्काउन डोजर प्रयोग गरे। ये कार्यले उनलाई स्थानीय समर्थन त दिलायो, तर त्यही बल अन्तर्राष्ट्रिय कूटनीतिमा प्रयोग गर्दा परिणाम फरक आउन सक्छ। नेपालको भौगोलिक अवस्थाले नै यसको राजनीतिक सीमाहरू तय गर्छ। यो देश दुई ठूला शक्ति राष्ट्र, दक्षिणमा भारत र उत्तरमा चीनको बीचमा एउटा भूपरिवेष्टित करिडोरको रूपमा रहेको छ। बालेनको चुनावी सिद्धान्तले नेपाललाई ऐतिहासिक बफर स्टेटको भूमिकाबाट बाहिर निकाल्ने प्रस्ताव गरेको छ। उनको लक्ष्य नेपाललाई भारतीय र चीनिया बजार जोड्ने आर्थिक पुलको रूपमा स्थापित गर्नु हो। नोभेम्बर 2025 मा उनले भारत, चीन र अमेरिकाका सरकारहरूलाई लक्षित गर्दै एउटा पोस्ट सार्वजनिक गरे। 30 मिनेट भित्रै त्यो हटाइयो, तर कूटनीतिक तनाव भने कायमै छ। यो नक्साले भारतीय उपमहाद्वीपको परम्परागत सीमा देखाउँछ र रातो ड्यास लाइनले ग्रेटर नेपालको अवधारणा झल्काउँछ, जुन 1816 को सुगौली सन्धि अघिको नेपालको ऐतिहासिक भूभाग हो। जब भारतले आफ्नो नयाँ संसद भवनमा प्राचीन भारतीय क्षेत्रहरू देखाउने भित्तिचित्र राख्यो, बालेन शाहले त्यसको बदलामा आफ्नो कार्यालयमा ठ्याक्कै यही ग्रेटर नेपालको नक्सा राखे। उक्त नक्सामा हाल भारतको प्रशासनमा रहेका धेरै क्षेत्रहरू समावेश छन्। नेपालको भारतसँग 1800 किलोमिटर लामो खुला सिमाना छ। यहाँबाट दैनिक अरबौं डलरको व्यापार, अत्यावश्यक आयात र 100 मेगावाट बिजुली निर्यात हुन्छ। बेजिङसँगको सम्बन्ध पनि निगरानीमा छ। अघिल्लो सरकारले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभलाई प्राथमिकता दिएको थियो, तर बालेनले बढ्दै आएको सीमा नक्साको विवादको लिएर चीन भ्रमण रद्द गरेका थिए, जसले बेजिङको प्रभावबाट टाढिने संकेत दिन्छ। अमेरिकाले पनि नयाँ सरकारबाट क्षेत्रीय सुरक्षा कायम राख्ने र मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा वित्त पोषित पूर्वाधार आयोजनाहरूको रक्षा गर्ने अपेक्षा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ सरकारलाई बधाई दिने पहिलो व्यक्ति थिए, जुन दक्षिणसँगको सम्बन्धलाई तुरुन्तै स्थिर बनाउनु पर्छ भन्ने संकेत थियो। नक्साको उत्तरी भागमा हेर्दा चिनिया सीमामा पनि उस्तै तनावका बिन्दुहरू छन्। बेजिङले नेपालको नयाँ अध्यावधिक नक्सालाई मान्यता नदिएको विरोधमा बालेनले पहिले नै चीनको कूटनीतिक भ्रमण रद्द गरिसकेका थिए। बेजिङले यसलाई नजिकबाट नियालिरहेको छ। अघिल्लो ओली सरकारले चिनिया पूर्वाधार ऋणलाई निकै महत्त्व दिएको थियो। बालेनले अब बीआरआईसँग जोडिएका अरबौं डलरका सम्झौताहरूलाई स्वीकार गर्ने, पुनरावलोकन गर्ने वा खारेज गर्ने भन्ने निर्णय लिनुपर्नेछ। संयुक्त राज्य अमेरिका यहाँ एक महत्त्वपूर्ण तेस्रो खेलाडीको रूपमा छ। वाशिंटनले नयाँ सरकारलाई बधाई दिँदै साझा सुरक्षा लक्ष्यहरू उल्लेख गरेको छ। उनीहरूले बालेनले नेपालको प्रसारण लाइन र सडक सुधारका लागि प्रदान गरिएको $500 मिलियन अनुदान एमसीसीलाई निरन्तरता दिने अपेक्षा गरेका छन्। यी तीन फरक स्वार्थहरूलाई सन्तुलनमा राख्न पूर्ण अनुशासनको आवश्यकता पर्दछ। नयाँ प्रशासनले एउटा स्थिर आर्थिक आधार पाएको छ। 2026 को सुरुवातमा नेपालको आर्थिक अवस्था यस्तो छ। देशसँग 22.47 अरब डलर वैदेशिक मुद्रा सञ्चित छ र रेमिटान्स 32% ले बढेको छ। यी सूचकहरूका कारण नेपाल यसै वर्षको अन्त्यतिर संयुक्त राष्ट्र संघको अल्प विकसित देशको सूचीबाट स्तरोन्नति हुँदैछ। नागरिकहरूले स्थिर रोजगारी, भरपर्दो सार्वजनिक सेवा र कमिसन तन्त्र मुक्त सरकारका लागि आन्दोलन गरेका थिए। अन्तर्राष्ट्रिय विश्लेषकहरूले एउटा कडा चेतावनी दिएका छन्। राष्ट्रपासँग पूर्ण शक्ति छ, जसको अर्थ उनीहरूसँग पूर्ण जिम्मेवारी पनि छ। यदि उनीहरू पनि उही पुराना भ्रष्ट र सुस्त नेताहरूकै बाटोमा लागे भने जनताले उनीहरू विरुद्ध पनि त्यही आक्रोशका साथ आन्दोलन गर्नेछन्।
बालेन शाहले शहरका सडक सफा गर्न र निराश युवाहरूको मन जित्न सक्छन् भन्ने प्रमाणित गरिसकेका छन्। अबको 5 वर्षमा काठमाडौँको एक र्यापरले देश चलाउन आवश्यक पर्ने अनुशासन कायम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा देखिनेछ। उनको मुख्य चुनौती भनेको हाल चलिरहेको प्रणालीलाई नबिगारिकन शासन गर्नु हो। सेप्टेम्बर 2025 को आन्दोलनले के देखायो भने यदि सरकारले भ्रष्टाचार र बेरोजगारी समाधान गर्न सकेन भने जनताले सरकारलाई हटाउन बेर लगाउँदैनन्। अब त्यही दबाव नयाँ प्रशासनमा छ। बालेनले भनिसकेका छन् कि नेपाल कुनै पनि शक्तिको पछाडि लाग्ने स्याटेलाइट राष्ट्र होइन र यसको सार्वभौमता सर्वोपरि छ। अब यी इन्जिनियरले यस्तो पुल बनाउनु पर्नेछ जो शक्तिशाली राष्ट्रहरूका भारले नभत्कियोस्। के उनको यो भाइब्रेन्ट ब्रिज नीति सफल होला वा यो केवल एक भू राजनीतिक कल्पना मात्र हो? अब तपाईको पालो। तपाईको विचारमा बालेन शाह साच्चीकै नेपाललाई बफर स्टेटबाट ब्रिज बनाउन सक्छन् वा यो सुन्दर सपना मात्र हो? कमेन्टमा लेख्नुहोस् र एउटा काम गर्नुहोस्, यो भिडियो एउटा मित्रलाई पठाउनुहोस् जसले राजनीतिमा रुचि राख्दैनन्, किनभने यो राजनीतिको मात्र कुरा होइन, यो हाम्रो देशको कथा हो। च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्, घण्टी थिच्नुहोस्। अर्को हप्ता म ल्याउँदैछु बालेन शाहको पहिलो 100 दिन के बदलिन्छ के बदलिँदैन। धन्यवाद, नमस्कार, जय नेपाल।